हेलो हाई नमस्ते नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ सिधा खबरको सिधा विचार र सिधा विचारमा तपाईँलाई स्वागत छ। म तपाईँको मित्र विदुर कटवालको। आजको विषयवस्तु रहेको छ सरकारको महिना दिनको सफलता र असफलताको बारेमा। तपाईँलाई थाहै छ राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्व झन्डै 2/3 बहुमत सहितको सरकार गठन भएको अहिले झन्डै 1 महिना पुरा भएको छ। 1 महिनामा सरकारको यात्रा कस्तो रह्यो, उपलब्धि के रहे, कमजोरी कहाँ कहाँ देखियो, यसै विषयमा आज हामी चर्चा गर्नेछौँ। आउनुहोस् सुरु गरौँ बालेन सरकारको जनअपेक्षाबाट। बालेन सरकारको जनअपेक्षाबाट नेपाली जनता धेरै नै आशावादी छन्। नेपाली जनताको आशा यति छ कि त्यसको सीमै छैन। ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकासम्म सबैले यो सरकारलाई एउटा नयाँ विकल्पको रूपमा हेरेका छन्। यसको मुख्य कारण हो सरकारमा रहेका धेरैजसो अनुहार युवा छन्। उनीहरूमा नयाँ जोस जाँगर छ। केही फरकपन गरेर फरक काम गरेर देखाउने चाहना स्पष्ट छ। तर प्रश्न के उठ्छ भने के यो चाहना व्यवहारमा कति देखियो त? यो चाहनालाई चाहिँ व्यवहारमा देखाउने काम चाहिँ सरकारबाट कति भयो त? अब त्योभन्दा पहिला सबभन्दा सुरु गरौँ विवाद कहाँ कहाँ भए। सरकार गठन भएको 3 महिना नपुग्दै 3 जना मन्त्री विवादमा परे। त्यसमध्ये 2 जनाले पद गुमाउनु पर्यो। यो सानो कुरा होइन, यसले धेरै ठुलो अर्थ राख्छ। यस सरकारले स्थायित्व र निर्णय क्षमतामाथि प्रश्न उठाउँछ। यसले सरकारको निर्णय र स्थायित्वमाथि प्रश्न उठाउँछ। स्वास्थ्य मन्त्रीलाई समेत पार्टीले सचेत गराउनु परेको थियो। यसले के देखाउँछ भने सरकार अझै सिक्ने चरणमा छ, परिपक्व हुन बाँकी छ। अब यसरी परिपक्व हुन बाँकी रहेको सरकारको निर्णय शैलीको अलिकति चर्चा गरौँ। अब निर्णय शैलीको चर्चा गर्दा सरकारले गरेका केही निर्णयहरू हतारमा लिएका जस्ता देखिन्छन्। उदाहरणको लागि सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै लैजाने भनेर सरकारले जुन निर्णय गर्यो र अहिले तमाम निजी क्षेत्रका पत्रकार नेपाल पत्रकार महासङ्घ र पत्रकारका विभिन्न छाता सङ्गठनहरू सरकार विरुद्धको आन्दोलनमा छन्। विभिन्न आन्दोलनका कार्यक्रमहरू पत्रकारहरूले जारी राखेका छन्। यसरी पत्रकारलाई नै आन्दोलित बनाउने सरकारको यो निर्णय गैरजिम्मेवारपूर्ण छ। मिडिया स्वतन्त्र र विधिको दृष्टिकोणबाट चल्नुपर्छ। चल्दै आएका पनि छन्। मिडिया सरकारको सबै मिडिया सरकारको मुखपत्र हुँदैनन्। सरकारले यो कुरा बुझ्नुपर्ने हो, तर बुझेको छैन। कहिले बुझ्छ त्यो थाहा छैन। तर पत्रकारहरूको आन्दोलन जारी छ। निजी मिडिया क्षेत्रको चाहिँ विवाद जारी छ। स्वरोजगार मिडियामा चाहिँ आबद्ध पत्रकारहरूको रोजीरोटी खोसिएको छ। लोक कल्याणकारी विज्ञापन लगायतको चर्चा गर्दाखेरि यति ठुला विवाद हो। यो सानो विवाद होइन। अब यहाँ सुखद के छ भने अब स्थानीय तहले सङ्घीय सरकारले चाहिँ अब सरकारी विज्ञापन सरकारी मिडिया मात्रै पठाउनुपर्छ भने जुन निर्णय गरेर लादेपछि पत्रकारहरू आन्दोलित भएका छन्। यहाँ स्थानीय सरकारले यसलाई अस्वीकार गरिसकेका छन्। स्थानीय सरकारले निजी क्षेत्रका मिडियालाई पनि विज्ञापन दिन थालेका छन्, जुन सङ्घीयताको सुन्दर पक्ष हो। संविधानले स्थानीय प्रदेश र सङ्घीय सरकार तीन सरकारको परिकल्पना गरेछ। त्यही परिकल्पना अनुसार तीनटै सरकार चाहिँ आफ्नो क्षेत्र अधिकारभित्र छन्। जुन विज्ञापन सङ्घीय सरकारले विज्ञापनप्रति गरेको निर्णयप्रति स्थानीय तहले जुन विरोध जनाउँदै निजी क्षेत्रका मिडियालाई दिन थालेका छन्, यो पत्रकारहरूका लागि सुखद पक्ष हो, निजी मिडियाका लागि सुखद पक्ष हो। अब यहाँ हेरौँ केन्द्र र स्थानीय सरकार बिचको सम्बन्ध कस्तो हुनुपर्छ। केन्द्र र स्थानीय तह सरकारको सम्बन्ध कस्तो हुनुपर्छ त? संविधानले स्थानीय सरकारलाई आफ्नै अधिकार दिएको छ, तर केन्द्रले लाद्न खोजेको निर्णयहरू स्थानीय तहले स्वीकार नगरेका धेरै उदाहरणहरू देखिन थालेका छन्। वीरगञ्ज महानगरपालिकाले केन्द्रबाट पठाएको सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरै नगरेको घटना पनि छ। त्यसको एउटा उदाहरण मात्र हो, किनभने त्यहाँ हाम्रो चाहिँ अहिलेसम्मको अभ्यासमा प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले नै पठाउनुपर्छ, तर समन्वय सहजता छलफल गरेर पठाउने गरेको छ। समन्वयको अभावमा वीरगञ्ज नगरपालिकाले सङ्घीय सरकारको निर्णय अस्वीकार गरेको छ। तर हामीले अभ्यास गर्नुपर्ने भनेको प्रदेश सरकारले नै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन पाउनुपर्ने हो, तर अझै पठाउने अभ्यास छैन।
तर यसलाई चाहिँ अब प्रदेश सरकारले अलिकति एक्सनमा लिएर सङ्घीय सरकारलाई बहिष्कार गर्दै स्थानीय र प्रदेश सरकारलाई अलिकति बलियो बनाउनुपर्छ। यसको मतलब सङ्घीय सरकारलाई कमजोर बनाउने होइन, तर हामीले संविधान अनुसार संहिताको मूल मर्म अनुसार अभ्यास गराउनु पर्दछ। अब यहाँ अझै अर्को चर्चा गरौँ शिक्षा क्षेत्रको। शिक्षा क्षेत्रमा यस वर्ष विद्यालयहरूले शैक्षिक सत्र ढिलो गरी सुरु गरे। झन्डै फागुन वैशाख 21 गतेबाट सुरु गर्ने भन्ने सङ्घीय सरकारको ढिलो गर्ने जुन निर्णय थियो त्यसलाई धेरै स्थानीय तहले चुनौती नै दिए। जसले चुनौती दिए तर विद्यार्थी र अभिभावकलाई दुवैलाई अन्योलमा पार्यो। तर कतिपय स्थानीय तहहरूले वैशाख 6 गतेदेखि नै कक्षा सञ्चालन गरेर पठन पाठन सुरु गरे। काठमाडौँ उपत्यकामा समेत 15 गतेबाट पढाइ सुरु भएको थियो। यसले के सङ्केत गर्छ भने केन्द्रको निर्णय व्यावहारिक नभए पनि स्थानीय तहले आफ्नै बाटो खोज्छन्। स्थानीय सरकार अन्तर्गतै रहन्छ यो शिक्षा क्षेत्र पनि। अब सरकारका हामीले केही विवाद स्पष्ट कुराहरू त हेरौँ। अब सकारात्मक पक्षहरू पनि अलिकति हेरौँ। सकारात्मक पक्षभित्र पनि केही नकारात्मक कुरा त छन्, त्यसको पनि म चर्चा गर्नेछु। जस्तो सरकारले सुकुम्बासी समस्या सहकारी पीडितको मुद्दा उठाएको छ, यो साहसिक कदम हो। तर सुकुम्बासीको नाममा अहिले जसरी सरकारले देशभर डोजर लगाएको छ, अव्यवस्थित र भूमिहीन बसोबास गरेका नदी किनारमा डोजर लिएर सरकार पुगेको छ, त्यो अवैज्ञानिक छ, त्यो दीर्घकालीन छैन। नीतिगत रूपमा त्यो चाहिँ गैर कानुनी देखिन्छ। जस्तो वैज्ञानिक रूपमा चाहिँ ती सुकुम्बासी र हुकुम्बासी छुट्याउनु पर्थ्यो। ती कति चाहिँ अतिक्रमणकारी हुन्, कति होइनन्, तिनका कति चाहिँ भूमिहीनै छन्, साँच्चै सुकुम्बासी काहीँ केही नभएका जग्गा जमिन नभएका लालपूर्जा विहीन मान्छे छन्, ती छुट्याएर तिनको चाहिँ दीर्घकालीन व्यवस्थापन गरेर ती यहाँ डोजर चलाएको भए सरकारलाई सलाम गर्न सकिन्थ्यो। तर अनावश्यक रूपमा एउटा हचुवाको निर्णय गर्दैमा गरेर डोजर चलाएर अहिले घरबार विहीन बनाएको छ सुकुम्बासीहरूलाई। ती श्रमिक वर्गहरूलाई ती श्रमिक वर्गहरू अहिले चाहिँ आश्रयस्थलमा लगेर राखिएको छ, होल्डिङ सेन्टरमा राखिएको छ। ती सबै एउटा अमानवीय ढङ्गले राखिएको छ। तिनलाई घरबार विहीन बनाउने जुन काम सरकारले गरेको छ त्यो झन् ठुलो गलत छ। सुकुम्बासीलाई व्यवस्थापन गर्नु पर्छ, त्यो राम्रो काम हो, सही कदम हो, तर गलत छ यहाँनिर। अब जस्तो विश्वविद्यालयलाई राजनीति मुक्त बनाउने प्रयास गरेको छ, ठिक छ, तर विद्यार्थी सङ्गठनहरू खारेज गर्ने जुन निर्णय गर्छ त्यो गलत छ। विद्यार्थीहरू अहिले आन्दोलनमा छन्, विद्यार्थी सङ्गठनहरू। त्यसै गरी सेवा प्रवाहको सुधारमा जस्तै लाइसेन्स वितरणमा छिटोपना राम्रो छ। मालपत्र यातायात क्षेत्रबाट बिचौलिया हटाउने भनेको छ, त्यो पनि सलाम योग्य छ। तर पुराना बिचौलिया हटाएर नयाँ बिचौलिया चाहिँ राख्ने होइन, अलिकति शङ्का पनि छ। त्यो नराख्ने गरी चाहिँ बनाउनलाई के गर्नुपर्छ त, त्यसतर्फ सरकारले ध्यान दिएको पाइँदैन। अब यसलाई हामी उपलब्धि मान्ने कि नमान्ने त्यो चाहिँ तपाईँको हातमा छोडेको छु, तपाईँको मनस्थितिमा छोडेको छु। सरकारलाई राम्रो भन्दाखेरि चाहिँ राम्रो कमेन्ट गर्ने, नराम्रो भन्दा नराम्रो कमेन्ट गर्ने चाहिँ तर्क र कुतर्क नगर्नु होला। कमेन्टमा जथाभावी नलेख्नु होला। र अन्त्यमा म समग्रमा मूल्याङ्कन गर्दै के भन्छु भने यो सरकार नयाँ छ, उत्साहले भरिएको छ, तर अनुभव कमी भएको कारणले चाहिँ पटक विवादमा पर्दै जानै पो हो कि भन्ने छ। महिना दिनमा केही राम्रा काम भएका छन्, तर निर्णय प्रक्रियामा परिपक्वता देखिएको छैन। यदि यही गति सुधार्दै सिक्दै अघि बढ्यो भने जनताको अपेक्षा पुरा गर्न त सम्भावना अझै जीवित छ। सरकारले केही आफूलाई परिपक्वतामा ढाल्न जरुरी छ। सरकारले आफूलाई आफ्ना निर्णयहरूमा पूर्व प्रधानमन्त्रीहरूको अनुभव लिएर काम गर्दा झन् उत्तम हुनेछ। यो हाम्रो सानो सुझाव मात्रै हो, लिने अरूको सल्लाह सुझाव लिने र निर्णय गर्ने अधिकार आफैलाई छ। आजको लागि यति नै। तपाईले हामीलाई सुनेर यहाँसम्म साथ दिनुभयो, तपाईलाई पनि धन्यवाद। फेरि अर्को कार्यक्रमका साथ हामी भेटौँला। तपाईको प्रतिक्रिया के पाइन्छ, तपाईलाई कस्तो अनुभव भयो, तपाईलाई के प्रतिक्रिया दिँदाखेरि यो भिडियोमा न्याय हुन्छ जस्तो लाग्यो, त्यसका लागि तपाईले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। हस्त नमस्कार। फेरि अर्को कार्यक्रममा फेरि भेटौँला।